सम्पूर्णमा नमस्कार। म मुलुङ गाउँपालिका वडा नम्बर 8 का वडाध्यक्ष सुधीर राई र यो मुलुङ गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार हामीले चाहिँ प्रत्येक वडामा प्रत्येक महिना 13 गतेदेखि 17 गतेसम्म चाहिँ हाम्रो ज्येष्ठ नागरिक तथा अपङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य परीक्षण घुम्ती शिविर कार्यक्रम चाहिँ निम्न स्थान र मितिमा चाहिँ सञ्चालन गरिरहेको छौँ र मैले चाहिँ विशेष गरी मुलुङ 8 वडाभित्र चाहिँ कुन ठाउँमा र कुन समयमा मितिमा चाहिँ स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको भन्ने विषयमा चाहिँ म जानकारी गराउन गइरहेको छु। यो चाहिँ विशेष गरी दीर्घरोगी तथा अपङ्गता भएका व्यक्तिहरूको लागि विशेष प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गरी प्रेसर र सुगर पनि टेस्ट यही गरी र निःशुल्क रूपमा चाहिँ औषधि पनि वितरण यतै शिविरबाट चाहिँ वितरण गरिरहेका छौँ। त्यस अन्तर्गत चाहिँ हाम्रो प्रत्येक महिनाको 13 गते माछखर्कबाट सुरु हुन्छ। त्यसपछि 14 गते चाहिँ हाम्रो डाँडा गाउँमा शिविर सुरु हुन्छ। त्यसपछि 15 गते प्रत्येक महिनाको 15 गते धेपाथेम भन्ने ठाउँमा साबिक 5 नम्बरमा हुन्छ। त्यसै गरी प्रत्येक महिनाको 16 गते हाम्रो चाहिँ कोर्नाममा चाहिँ साबिक 7 नम्बर वडामा हुन्छ र प्रत्येक महिनाको 17 गते आज चाहिँ 17 गते हो, आज चाहिँ यो पलारू टोलमा चाहिँ स्वास्थ्य शिविर चाहिँ हामीले सञ्चालन गरिसकेको छौँ र यति मात्रैले चाहिँ तपाईँको 5 दिनले मात्रैले तपाईँको सम्पूर्ण टोललाई समेट्न नसकेको स्थिति हुनाले हाम्रो नेपाल सरकारको चाहिँ जुन एउटा कार्यक्रम छ गाउँघर क्लिनिक, त्यसबाट पनि हामीले 3 दिन सेवा दिइरहेका छौँ। त्यो चाहिँ फेरि प्रत्येक महिनाको 10 गते हाम्रो गैरी गाउँका चाहिँ बासिन्दा जनताहरूले चाहिँ सेवा लिन सक्नुहुनेछ 10 गते गैरी गाउँमा। त्यसै गरी 11 गते चाहिँ फेरि हाम्रो साबिक 6 नम्बरका वडाका सैमालमा चाहिँ सेवा लिन सक्नुहुनेछ गाउँघर क्लिनिक सेवा। त्यसै गरी 12 गते चाहिँ हाम्रो बिल्दु साबिक चाहिँ 7 नम्बरको बिल्दुमा चाहिँ सेवा लिन सक्नुहुनेछ।